यहाँहरू सबैमा मेरो राधे राधे। अङ्ग्रेजी नववर्ष 2026 प्रारम्भ हुन गइरहेको छ र म हजुरहरूको समक्ष मकर राशि भएका जातकहरूको वार्षिक राशिफल लिएर उपस्थित भएको छु। भिडियोलाई अन्तिम तक पुरा हेरिदिनु होला। मकर राशि भएका जातकहरूको 2026 मा पारिवारिक जीवन कमजोर नै रहनेछ। द्वितीय भावमा राहु हुनाले परिवारमा मिल कम हुनेछ, साथै एक अर्कामा शङ्का उत्पन्न पनि हुनेछ र एउटा शुभ समाचार पनि छ। हजुरको 2026 मा जमिनहरू लिने पनि योग बनेको छ। मकर राशि भएका जातकहरूको 2026 मा स्वास्थ्य राम्रो नै रहनेछ, तर 5 दिसम्बरबाट राहु प्रथम भावमा प्रवेश गर्नाले मुख, पेट र कम्मर दुख्ने सम्भावना देखिएको छ। मकर राशि भएका जातकहरूको 2026 मा प्रेम जीवन राम्रो नै रहनेछ, तर शनिदेवको तेस्रो दृष्टिले गर्दाखेरि रिस्तामा कमजोर पनि उत्पन्न गर्न सक्छ। तर चिन्ता मान्नु पर्दैन, शनिदेव राम्रो र साँचो चिजमा नकारात्मक प्रभाव दिँदैन। त्यही भएर आफ्नो प्रेमलाई साँचो र राम्रो राख्नुहोस्। मकर राशि भएका जातकहरूको 2026 मा नोकरीको क्षेत्रमा राम्रो परिणाम मिल्नेछ। तृतीय स्थानमा भएको शनिले मेहनती व्यक्तिलाई शुभ फल प्राप्त गराउनेछन् र व्यवसायको क्षेत्रमा पनि राम्रो परिणाम मिल्नेछ। मकर राशि भएका जातकहरूको 2026 मा आर्थिक जीवन राम्रै रहनेछ, तर सालको अन्तिममा धेरै धन लाभ हुने सङ्केत देखिएको छ। मकर राशि भएका जातकहरूले 2026 मा गर्नुपर्ने महा उपाय: आमा या आमा तुल्य महिलालाई सेवा आदर सत्कार गर्नुहोस् र प्रत्येक बिहिबार मन्दिरमा चनाको दाल दान गर्ने गर्नुहोस् र गणेशजीको नित्य पूजा गर्नुहोस्। यसले गर्दाखेरि हजुरको जीवन सफल बन्नेछ र यो भिडियोलाई मन परेमा आफ्नो प्रतिक्रिया दिएर धेरैभन्दा धेरै सेयर गरिदिनु होला। धन्यवाद।